गएको शारजा कल्बा भन्ने जग्गामा आज अहिले प्लान भएर यहाँनिर चाहिँ रसको साथी आउँछ अहिले भाइ र गरम भयो एकदम आमा घाम त बाफ्रे बाफ आइपुग्यो ह्याङ्गिङ गार्डन ओ तल के होला है मलाई त त्यो कस्तो मन पर्यो है तल हौ हो त्यो के भाइ आएको छैन के को गाडीको क्यामेरा लागेको छ अरे उता ल ओ म त कस्तो खाली रहेछ हैन त आइपुग्यो हामी चाहिँ के अरे यो ह्याङ्गिङ गार्डन हो यो भाइको कताको ह्याङ्गिङ गार्डन शारजाको कस्तो काली मान्छे म त खालेर अब 3 घन्टा कति घन्टा लाग्यो 2 घन्टा लाग्यो है 3 घन्टा 2.5 घन्टा यस्तो रहेछ यहाँको भ्यू चाहिँ यहाँ वाटरफल बनाएको यहाँ मेरो फोटो खिच्थ्यो भन्दैछ एकजनाले ऊ माथि चाहिँ ट्रेन स्टेसन रहेछ हामी चाहिँ ट्रेनमा चढ्न जाँदैछ टिकट देखाइदिँदै रहेछ ए एउटाको 2 दिरहम 4 जनाको लागि टिकट काटेर ट्रेनमा चढ्न जाँदैछ झार्छ नि अब यिनीहरूलाई लिकमा हुन्छ नि रोकिदिन्छ नि त्यो पानीभित्र चाहिँ पस्न दिँदैन रहेछ है जानुपर्छ चिया खाएर चाहिँ ऊ माथि उकालो पहाडमा चढ्नु जानुपर्छ मेरो बुढा बिचरा बिमार भएर पनि आइरहेको छ मेरो लागि चिया स्टलमा चिया मागेर अन्त 4टा हेर्नुहोस् न चिया किन्दैछ यहाँ अब चिया खाएर जानुपर्छ हेरौँ ल्याउने कल हिँड्न जाँदैछ हामी चाहिँ यता आउनु रहेछ कस्तो लागिरहेको छ तपाईँलाई हिँड्दा बिमार चाहिँ भइरहेको छ सर्दी लागिरहेको छ
पछाडि यस्तो छ कालो 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 आउने आमा बल्ल बल्ल यहाँ माथि आइपुग्यौँ हत्तो सासै बढ्यो नि यस्तो परको जग्गा चाहिँ यस्तो राम्रो खरसाङबाट सिलगढीहरू देखेको जस्तो लाग्यो नि मलाई त यस्तो राम्रो होइन यस्तो लाग्यो गल्यो माथि मुस्ताङतिर पनि यस्तै हुन्छ है जग्गा फलेको तर यस्तो राम्रो जग्गा हो देखेँ म त चुज गरेँ नि राज घुम्न जाँदाखेरि यस्तै जग्गाहरू मैले चुज गर्छु त्यो मलहरू मान्छेहरू भएको पानी खानु मात्रै गुटुक तिखा लाग्यो मलाई जानुभन्दा सक्यो अब लाइटहरू पनि बजिसकेको छ राम्रो अब गएको हामी घर बाई बाई